ल जिसु कस्तो लागिरहेछ? मलाई एकदम रमाइलो लागिरहेछ? फर्स्ट एक्सपिरियन्स हो यो। फर्स्ट एक्सपिरियन्स हो? कस्तो लाग्यो त? जापान र नेपालको सुन्तला कस्तो लाग्यो? के फरक लाग्यो? नेपालको राम्रो? मिठो चाहिँ नेपालको? यहाँको चाहिँ कस्तो लाग्यो? नेपालको अलि राम्रो? हो माया कस्तो लाग्यो तिमीलाई? एकदमै राम्रो तर सुन्तला चाहिँ अलि मिठो रहेन। अलि मिठो रहेन? खासै मिठो लागेन? सुन्तला हो नि त। अनि के फरक पायो त? के फरक पायो तिमीले? एकदम राम्रो हुँदो रहेछ बोक्रा। सुन्तला चाहिँ सानो बुटमा पनि धेरै फल्दो रहेछ। धेरै फल्ने रहेछ। बिहा पनि नहुँदो रहेछ। वाह यस्तो हो नपर्ने। अमित कस्तो लाग्यो? रमाइलो छ? पहिलो अनुभव? वाह 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 गुड गुड भेरी गुड। अनुजी कस्तो लाग्यो त? अनुसान रमाइलो? सुन्तला नेपालमा टिपेको थियो? टिपेको थिएन? फर्स्ट टाइम हो? वाह 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 सँग मस्तो लाग्यो त? गजब छ। रिता रितु ठिक छ? गजब छ? फर्स्ट टाइम होला मैले यसरी सुन्तला टिपेको। टिपेको थिएन? तर मैले टिप्न त टिपेको सेन्से। यसरी टिपेन चाहिँ। वाह 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 ठिक छ ठिक छ भेरी गुड भेरी गुड। आशा कस्तो लाग्यो? एकदम ठिक छ सेन्से। ठिक छ? फर्स्ट टाइम होला नि त? फर्स्ट टाइम सेन्से तर अलि राम्रो चाहिँ खानै नदिने रहेछ। अब भरे स्कुलमा लगेर खाने है त? स्कुलमा लगेर खाने ल। त्यही त भरे आउँछ स्कुलमा एक ट्रक आउँछ है त? के छ नानी हो पुनम ठिक छ? टिपिरहेको छौ? गजब छ नि त सुन्तला? के छ यता गीता कविता? रमाइलो लागेछ? काँडा छैन भित्र दाना छैन होइन? खान सजिलो होइन? खान सजिलो टिप्न सजिलो बेस्ट छ होइन? गजब छ ल। वाह 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 ल ल ल